नमस्ते साथीहरू, म तपाईहरुलाई आज डेट एन्ड क्यालेन्डरको ट्रिक 2 को भिडियो सेयर गर्न गइरहेको छु। क्वेशनमा के भनेको छ त भन्दाखेरि व्हिच अफ द फलोइङ क्यालेन्डर विल बी सेम एज द क्यालेन्डर फर द इयर 2010 भनेको छ। यो 2010 हो, 2010 यो 2010 2010 को क्यालेन्डर चाहिँ दिएका क्यालेन्डरहरुमध्ये कुनसँग चाहिँ हो मिल्छ भनेको छ। यो अवस्थामा चाहिँ म तपाईहरुलाई यो क्वेशन प्रवेश गर्नुभन्दा पहिला म 2026 को अर्थ के हो त भन्दाखेरि 2026 को मिनिङ भनेको के हो त भन्दाखेरि अगाडिको 20 चाहिँ 20औं शताब्दीको 20औं शताब्दीको चाहिँ कुन त भन्दाखेरि 26औं वर्ष चलिरहेको छ भन्ने हुन्छ। यो वर्षलाई चाहिँ के त भन्दाखेरि 4 ले भाग गर्दाखेरि रिमाइन्डर यानी कि शेष चाहिँ 0 आयो भने चाहिँ त्यो क्यालेन्डर चाहिँ के हुन्छ त भन्दाखेरि साथीहरु त्यो क्यालेन्डर चाहिँ के हुन्छ त भन्दाखेरि 28 वर्षको अन्तरालमा प्लस माइनस 28 वर्षको अन्तरालमा के हुन्छ त भन्दाखेरि सेम हुन्छ। त्यसैगरी 1 आयो भने चाहिँ त्यसमा चाहिँ के गर्नुपर्ने हुन्छ त भन्दाखेरि साथीहरु 1 आयो भने चाहिँ 6 चाहिँ जोड्नुपर्ने हुन्छ र 2 अथवा 3 आयो भने चाहिँ के गर्नुपर्छ त भन्दाखेरि 11 जोड्नुपर्ने हुन्छ। त्यसो भएपछि अब हामी लागौं के गर्ने त भन्दाखेरि 2010 लाई चाहिँ के गर्नु पर्यो त भन्दाखेरि 4 ले भाग गर्दाखेरि चाहिँ 2 चाहिँ के हुन्छ त भन्दाखेरि शेष रहन्छ। यसको रिमाइन्डर चाहिँ के आउँछ त भन्दाखेरि 2 आउँछ। त्यसो भने 2 आयो भने चाहिँ के गर्नु पर्यो त भन्दाखेरि दिएको क्यालेन्डरमा चाहिँ के गर्नु पर्यो त भन्दाखेरि साथीहरु 11 चाहिँ जोड्नु पर्यो। त्यसो भने 2010 मा चाहिँ के गर्नु पर्यो त भन्दाखेरि 2010 मा चाहिँ 11 जोड्दा चाहिँ के हुन्छ त भन्दाखेरि 2000 कति त भन्दाखेरि 21 हुन्छ। त्यसो भने यो चाहिँ 2021 चाहिँ कुनसँग मिल्छ त भन्दाखेरि 2010 को क्यालेन्डर चाहिँ 2021 सँग चाहिँ मिल्छ भनेर भन्न पर्यो। हस् त साथीहरु, भिडियो कस्तो लाग्यो? जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिन भने नभुल्नु होला। आजलाई भने बिदा हुन्छु। नमस्ते।